यो अशोक वाटिका वार्ड नम्बर 10 मा किन लाइन यति कटिरहेछ? लाइन माथिबाट कटिरहेछ, यहाँबाट कटेको होइन, काठमाडौँबाट। काठमाडौँमा त लाइन कटिरहेछ होइन, त्यहीँबाट ओभरलोड भएर ट्रिप हुन्छ, 66,000 को लाइन ट्रिप भइहाल्छ, आउँछ जान्छ। यो बिरगंजमा यति लाइन कटिरहेछ, रातमा पनि त्यति कटिरहेछ, दिनमा पनि कटिरहेछ भाइ। त्यो हाम्रो कन्ट्रोलको चिज होइन, त्यो त कट्छ। त्यो अब यहाँबाट कन्ट्रोलै हुन सक्दैन त के गर्ने? कहाँ फोन गर्नुपर्छ भन्नु न? त्यो माथि मन्त्रालयमा गर्नु नि, माथि नम्बर दिनु न मन्त्रालयमा। नम्बर त यहाँको नम्बर कसरी पाउनु भयो? यहाँको नम्बर त यस्तै थियो मलाई। त्यस्तै त्यो नम्बर पनि पत्ता लगाउनु नि, पत्ता लागिहाल्छ नि। तपाईँ किन यसरी बोल्दै हुनुहुन्छ सर? अब हजुर, हामीसँग जुन चिज कन्ट्रोल हुनेवाला छैन त्यो सोधिराख्नु भएछ तपाईँ, त म के भन्नु बताउनु नि, मसँग कुनै जवाबै छैन। यहाँ 12 को इक्जाम परिरहेछ, कसरी मान्छे रातमा पढ्नै सकिरहेको छैन? अब त्यही त म भनिरहेछु, 12 मा मेरो पनि बच्चा इक्जाम दिइरहेछ, रातभरि पढेको छैन, के गरौँ म? यो समस्या धेरै गाह्रो भइसक्यो। त्यो यस्तै यो नेपाल हो नि, हामी अमेरिकामा थोरै छौँ। त्यही भएर त सबै युवाहरू अमेरिका गइरहेछ, अस्ट्रेलिया गइरहेछ, जापान गइरहेछ। नेपालमा तपाईँ हामी जस्तो गरिब मान्छे बसिरहेछ, हो कि होइन? त्यो त त्यही बुझ्नुहोस् नि, अब बुझिहाल्नु भयो, राख्नुहोस्।